them a huge round of applause. दाई दाई बोल्नु मैले पनि तपाईले जस्तै ए लिएर एससीमा पास गरे नि। तिमीले त ए मात्रै ल्याऊ म त ए प्लस लिएको नि। दाई अब जस्तो कि होस् अब म पनि तपाईसँगै सहर जाने हो पढ्नुलाई। हुनु त हो बहिनी तर बाबाआमाले पैसा त जम्मा कसरी गर्छ नि मलाई पढाउँदै यत्रो दिन्थ्यो। दाई तपाईँले त पढाइहाल्नुभयो अब मलाई दुःख सुख पढाइहाल्नुहुन्छ नि। अब यो घरबारेमा सल्लाह गर्नुपर्छ अहिले दाई। जाउँ। ए गुन्जेको बाउ भन कहाँ गएछ यो? के भयो एउटा कुरा गरौँ यहाँ बसेर हामी भन अब हेर गुन्जेको बाउ हाम्रो छोरा गुन्जेले पनि जसरी भए पनि 11 त पास गरायौँ ऋणहरू मागेर ऋणमा परेर भए पनि अब त हाम्रो छोरी चञ्चली पनि पो दाइसँगै पढ्छु भन्छ त अब त्यसको लागि पैसा म के गर्नु? पठाइदिनु न म पठाउनु त भन्छौ अब त गुन्जेलाई पढाउँदै नै धेरै ऋण परिएको छ त्यो ऋण पनि अझै तिरिसकेको छैन। अब त्यो चञ्चलीलाई फेरि पढाउनुको लागि ऋणै खोज्नु पर्ने भयो। तिमी चिन्ता नगर न उनीहरूले त अनि हामीलाई ठुलो भएर हेर्ने उनीहरूले राम्रो गर्यो भने ठुलो भएर हामीहरूको ऋण पनि तिरिहाल्छ। अब सहरमा राम्रो पढेर हामीलाई नै सुख दिन्छ भन्ने के ग्यारेन्टी छ र? आजकलको केटाकेटी साथीहरूसँग छिट्टो घुलमिल भइहाल्छ साथीहरूको लैलैमा छिट्टो लागिहाल्छ। अनि हाम्रो छोरा त गुन्जे त साथीहरूले एकछिन बोलाइदिनु हुँदैन त्यही तालिनु जान्छ। धेरै चिन्ता नगर भन्नु न अब उनीहरूले गरेपछि गरिहाल्छ नि राम्रो छ बुझ्ने छ सबै काम गरिहाल्छ। ओहो आज त आमा र बाउ एकै ठाउँ बसेर गफ गर्दै हुनुहुन्छ मेरै बारेमा हो कि क्या हो? यहाँ बस न सुरुमा चञ्चली त। अब हेर तेरो दाइलाई पढाउँदा पढाउँदै हामी धेरै ऋण परिएको छ त पनि दाइसँगै पढ्छु भन्छस्। अब मैले त तँलाई नपठाऊ भनेको नि तँ जिद्दी गर्छस् फेरि तेरो बाउ पनि उस्तै तँलाई पठाउनु खोज्छ। अनि तेरो दाइ फेरि तँ साथीहरूले एकछिन बोलाइदियो भने त्यतै तालिनु खोज्छ। दाइको अलिक ख्याल राख्नु सहर गएपछि त। अब सहरको वातावरण गाउँको जस्तो सुरक्षा हुँदैन सुरक्षित हुँदैन गाउँमा जस्तो सुरक्षा फेरि सहरमा पनि हुँदैन। कुन बेला के हुन्छ गाउँको सहरको अवस्था के हो आमा चिन्ता नगर्नु न अहिले तपाईँहरूले हामीलाई पढाउनु भयो भने हामी पछि तपाईँहरूलाई बुढेसकालमा सहारा दिनु भने कि हामी नै त हो नि त्यसकै आशमा त हो तिमीहरूलाई पढाउनुलाई ऋण खोजी खोजी सहर पठाएको ल हिँड्नु। ओहो यो सहर त कस्तो आमामामामा कत्रो कत्रो घर हौ राम हाम्रो गाउँमा त यत्रो हुन्थ्यो यता त यत्रो छ तपाईँ। ओहो नमस्ते साथीहरू। नमस्ते हेर्नु त साथीहरू हाम्रो त नयाँ साथी पनि आइपुग्नु भएछ त गाउँबाट। हजुर हजुरको नाम चाहिँ के हो नि? मेरो नाम चाहिँ चञ्चली हो अनि हजुरको? मेरो नाम चाहिँ सारा। अनि हजुर कहाँबाट आउनुभएको? म चाहिँ खोटाङबाट आएको अनि हजुरहरू? हामी त यही पढेर यही हुर्केको मान्छेहरू। ए अनि यो भाइ पनि यहीँको हो? म चाहिँ भोजपुरको। ए यहाँ त सबै ठाउँको भिन्न भइँदो रहेछ है? हो नि सहरको शिक्षा सबैले राम्रो शिक्षा भन्छ त्यही पढ्नलाई विभिन्न ठाउँबाट मान्छेहरू आउने गर्छ ऋण काडी हो रहेछ। समय भयो जानु। दाइ ए दाइ आउनु आयो त तिमी? हजुर दाइ आजको कक्षा कस्तो भयो त? राम्रै भयो दाइ। एउटा कुरा भन्नुपर्ने थियो सुन्छौ के कुरा दाइ भन्नु न। हामीले अस्ति गाउँबाट ल्याएको सबै पैसा सिधो नि बुनु। ला हो र त्यत्रो पैसा के भएर सक्यो? अब तिमी नयाँ छौ तिमीलाई केही थाहा छैन के? ए चिन्ता नगर्नु दाइ म आमालाई फोन लाउँछु ल। ल लाऊ। हेलो साथीहरू नमस्कार म हेलो आमा नमस्ते ढोका रे भाग्य
आगेमानी भइसको चञ्चली हो? हजुर आमा ए अनि सन्चै छौ त चञ्चली? दाइलाई कस्तो छ? हामी सबै ठिकठाक छौँ आमा अनि तपाईँलाई कस्तो छ हामी पनि सन्चै छौँ नि हौ सबैजना पहिलाकै त हो अब बुढाबुढी भइयो। ए अनि आज के कति कामले फोन गरिस् त चञ्चली? खासमा आमा अस्ति म र दाइले लिएको पैसा सबै सकिएछ अलिकति पैसा पठाइदिनुहुन्छ कि भनेर। राम राम अस्ति लगेको सबै सकिहालेको? हजुर आमा अस्तिको पैसा पनि ऋण काडी तिमीहरूलाई पठाएको सकिहालेछौ। ल अब तेरो बाउसँग कुरा गरेर हामी जसरी भए पनि पैसा पठाइदिन्छौ। तिमीहरू त्यहाँनिर राम्रो पढ्नु नि त्यहाँ। हस् आमा ल लु राख है त। हस् ओहो खाजा पकाउने समय पनि भइसक्यो खाजा पकाउनु पर्यो। दाइ ए दाइ ल यो दाइ कहाँ जानुभएछ? खाना पनि पकाइसके यत्रो समय भइसक्यो सधैँ त यतिखेर आइसक्नु पर्ने फोन लाउनु पर्यो। हेलो साथीहरू नमस्कार। हेलो साथीहरू नमस्कार। म तपाईँ यो दाइलाई किन फोटो भने सधैँ दाइ एकचोटिमै फोटो कहाँ जानुभएछ? ए भगवान् ए भगवान् यो दाइ कहाँ जानुभएछ? आमा यो दाइ कहाँ जानुभएछ आज? ए भगवान् कहाँ चाहिँ खोज्नु र? तपाईँहरूले मेरो दाइलाई देख्नुभयो? कहाँ जानुभएछ हाम्रो दाइ? ए भगवान् यतिखेर त जति पनि घर आइपुग्नु पर्ने अझ त घर पनि आइपुग्नु पर्ने। यो जुत्ता त हेरेर त मेरै दाइको जस्तो छ त। ए भगवान् कहाँ चाहिँ जानुभएछ दाजु? खोज्नु त यत्रो सहरमा मैले मेरो दाइलाई यो त हेर्दा मेरै दाइ जस्तो छ त। रुने टाइममा नहाँस न दाइ दाइ के भयो? दाइ उठ्नुहोस् न। दाइ यसले मलाई किन छोडेर जानुभयो? दाइ नेटा कुदेको देखाउनुपर्छ। अब मैले घरमा जाँदा के भन्ने? दाइ दाइ अब मैले दाइ खोइ भन्नु सोध्यो भने मैले के जवाफ दिने? दाइ दाइ उठ्नुहोस् न। खाली सबै दाइ अब तिहार पनि आउन आँट्यो। अब घरमा हामीले मखमली फुल रोपिरहेको छौँ नि। दाइ उठ्नुहोस् न। दाइ यो चेलीको माया सम्झेर उठाइदिनुहोस् न। नमस्कार साथीहरू। हेलो साथीहरू नमस्कार। हेलो हेलो आमा। चञ्चली रुइरहेछस् कि के हो सन्चै त छ नि उतातिर? दाइलाई कस्तो छ?
दाइलाई गोली लागेछ के भन्छ यो कसरी गोली लाग्यो मेरो बाबुलाई ए गुन्जेको बाउ के भयो यो सुन न हाम्रो छोरा त छोइन अरे त के भयो कहाँ गएछ यस्तो दिमाग यस्तै त छ र त यो बस हेर न गुन्जेको बाउ हाम्रो गुन्जेलाई त गोली लागेर त्यहाँ गोली लाग्यो अरे गोली निक्लिनु भयो त्यसलाई कोठाबाट मैले त पहिल्यै भनेको थिएँ नि त छोराछोरीहरूलाई सहर नपठाऊ पट्नु भनेर देख्यौ अहिले के भयो अब मलाई के थाहा त यस्तो हुन्छ भनेर सबै अब यता जन्म भएको ठाउँमै ल्याउँ न त दादालाई ल ल लु त्यसको बन्दोबस्त गरौँ त अब हेर अब हामीले छोराछोरीहरूलाई त्यत्रो आश गरेर सहर पठाएको सबै हाम्रो आशहरू निराशै बनाइदियो नि छोराले हामीलाई किन छोडेर गइस् बाबु तेरो आमा बहिनी बाबालाई किन एक्लो पारेर गइस् उठ्न बाबु छिटो हेर्नुहोस् न सबै तल गाउँतिर सबैले खुसियाली मनाइरहेको छन् आफ्नो माइतीले लाउनको लागि फुल उनेर राखेका छौँ अब हामीले रोपिरहेको मखमली फुल मैले कसलाई लगाइदिनु हाम्रो सपनाहरू के थियो बिलिस छोरा उठ्न बाबु एकखेर हाम्रो माया सम्झेर छिटो उठ्न बाबु सामुको बेस्ट फ्रेन्ड हो त त्यो उठ्न बाबु हाम्रो माया सम्झेर उठ्न हाम्रो सबै त्यस्तै त एउटा पुलिसको क्याप खोइ पुलिस एउटा एउटा भयो भइगयो हुनु त हो नि कान्छी अब हामीले त्यत्रो छोरा पढ्छ भनेर गाउँबाट त्यत्रो ऋण खोजेर छोरालाई पढ्न पठाएको थियौँ तर के गर्नु र मैले घोसिहाल्यो अब त्यो ऋण कसले तिर्दिने हामी त बर्बाद गयौँ नि कान्छी अब के गर्नु त काका काकी तपाईँ हामीको मान्छे रहेछ त्यही माथि नदिइहालेको अब भएको त्यही कान्छी छोरी छ कत्रो सपना थियो मेरो गुन्जीलाई डाक्टर बनाउने तर के गर्नु दैवले लगिगयो हाम्रो आशाहरू सबै निराशा बनाएर गयो मेरो गुन्जी अब यही चञ्चलीकै आशमा त हो न कान्छी हामी अब गराएर लिएर पनि अब त कुचे फर्किने है हुनु त हो कान्छी अब यही चञ्चलीलाई हेरेर नै चित्त बुझाउनु पर्ला बुझाउनु त परिगयो थ्याङ्क यू